सँगै हिँड्ने मान्छे बोल्ने मान्छे हुनपर्छ। म यहाँबाट नेपाल चाहिँ वेलकम टु माई ब्लग होइन। म चाहिँ अब जाँदैछु बाइक राइडमा टक्क लगाएर अब एक्लै। त्योभन्दा अगाडि हामी त्यही ल्यापटपको टर्न अफ गरिदिउँ ल्यापटप। ल अब हामी टक्क लगाएर जान्छौँ बाइक राइडमा होइन। मेरो चाहिँ यहाँ सेटअप फिक्स भइसक्यो। अब म लगाएर यहाँ मोबाइल राख्छु, त्यसपछि जान्छु टक्क लगाएर है त। सो गाइज मैले त अघि त्यत्रो भिडियो बनाएको होइन, स्लो मोमा बनाएको छु क्या। अब त्यो एडिट गर्ने बेला कस्तो हुन्छ थाहा छैन मलाई। मैले त के सोचेँ भन्दाखेरि होइन, छातीमा भन्दा पनि टाउकोमा भएको भए चाहिँ राम्रो हुन्थ्यो होला जस्तो लाग्यो मलाई। किनकि छाती त सधैँ यसरी झुकेर चलाउनु पर्छ नि त साइकल त। अनि यसरी झुकेर चलाउँदाखेरि माथिको भ्यू देखिन्न क्या। यो त साइकल लेन हो, सो द्याट्स वाइ मैले यहाँ चलाइरहेको छु। यहाँ चाहिँ मैले त यो जुन यो सेतो लाइन छ नि, यहाँबाट यता चाहिँ मैले चलाउनु मिल्छ। त्योहरू चिल पारामा चलाइरहेको छु मैले। त्यही हो, यस्तो छ क्या। यहाँबाट आधी बाटोसम्म ओह्रालो छ, आधी बाटोबाट उता माथि ठाउँमा पुगिन्छ साथै उकालो छ क्या। त्यही भएर चाहिँ मैले अब जाने बेला आधी बाटो ओह्रालो आधी बाटो उकालो पर्छ, फर्किने बेला पनि आधी बाटो ओह्रालो आधी बाटो उकालो पर्छ क्या। त्यही भएर म अहिले यसरी चलाइरहेको छु मस्त। मैले हात छोडेर चलाइरहेको छु, मलाई हात छोडेर चलाउन आउँछ। यहाँबाट म अब लेफ्ट क्लिक नपर्ने हुन्छ होइन। गाडीहरू आएको देख्नु भयो होला। यहाँबाट चाहिँ ओह्रालो छ पुरै, फेरि सरर ओह्रालो। यहाँबाट आधी बाटोसम्म उता मेन हाइवेसम्म ओह्रालै छ। त्यसपछि त्यहाँबाट चाहिँ अब फुटपाथमा चलाउनु पर्ने हुन्छ। त्यहाँबाट नि सरर जान पर्ने हुन्छ गाइस। सुरुको 1-2 दिन त अलि टाढा लागेको थियो यो बाटो होइन, तर चलाउँदै गएपछि अलिक नजिक लाग्दै जान्छ, राम्रो पनि लाग्दै जान्छ। त्यही हो, यहाँबाट फेरि उकालो छ यार। सेट अमेरिकामा बाइक राइडिङ भन्ने टाइटल आउँछ आज चाहिँ मेरो होइन। सो गाइस अहिले चाहिँ हामी आइसक्यो हामी स्कुल एरियातिर होइन। जुन अहिले अब जुन मैले भ्लगमा मेरो भाइहरू देखेर हुन्छ नि, उनीहरू चाहिँ यतातिर एउटा स्कुल छ क्या, अपराउन्ड माउन्टेन भ्यू स्कुल भन्ने छ यतातिर। अनि त्यतितिर पढ्छन् उनीहरू चाहिँ। त्यो भएर यो स्कुल एरिया हो नि त, त्यही भएर गाडीहरू एकदम स्लो चल्छ क्या यतातिर। हिँड्न सक्नुहुन्छ होला होइन, गाडीहरू एकदम स्लो चल्छ यतातिर। अनि ठ्याक्कै स्कुल एरिया सक्यो भनेपछि चाहिँ अनि तुफान कुदाउँछ क्या फेरि गाडीहरू। हात छोडेन भने हजुरहरूले ह्यान्डल मात्रै हेर्नुहुन्छ, हात छोड्यो भने अगाडि यसरी पुरा भ्यू देखिन्छ। त्यही भएर होइन त, राम्रोसँग भ्लग बनाउन नपाएको कति दिन भइसक्यो होइन। मैले पहिलाको भ्लगहरू जस्तै अब मैले अस्ति अपलोड गरेको जुन बर्थडेवाला भ्लग छ नि, हो त्यो चाहिँ मैले जुन 4मा जुन 3मा अपलोड गरेको थिएँ आई गेस। अनि त्यो बर्थडे चाहिँ जुन 1मा थियो क्या, खास गरी इन्डिस्को लिमिट हो। यहाँबाट चाहिँ गाडीहरू एकदम तुफान चलाउँछ क्या फेरि इन्डिस्को लिमिट भएपछि। अनि त्यही भएर अब टक्क लगाएर अब चाहिँ अब बाइक राइडहरू गरेको भ्लग यताउता भ्लगहरू चाहिँ अलि हाल्ने ट्राई गर्छु म होइन। यहाँ छ अब पुरै अब खै यो के हो थाहा छैन मलाई, मस्त हावा आइरहेको छ। पछिबाट गाडी नै आउला थाहा छैन मलाई होइन, तर मैले मस्त चलाइरहेको छु। अहिले चाहिँ यो चाहिँ सब हाइवे हो गाइस, अपराउन्ड टु कपिङटन जाने हाइवे हो यो चाहिँ। तलमाथि हुन्छ बाटोहरू कुनै। अनि म चाहिँ यस्तै चलाउँदा हात तल ह्यान्डलमा हात राखेर चलाउने भन्थेँ, अलि शरीर कुप्रिन्छ नि त, अनि त्यसपछि दुख्छ क्या। त्यही भएर त मैले यसरी हात छोडेर चलाइरहेको छु। मान्छेहरू आएको बेलामा त अलि सुस्तै चलाउनु परिहाल्यो होइन। स्टिल थ्याङ्क यू। यसरी फिट भएको भए चाहिँ अनि मलाई सजिलो हुन्थ्यो, तर यो यसरी तल झर्छ क्या चलाउँदाखेरि यसरी। अब यो ओह्रालोमा चाहिँ अलि मजा आउँछ क्या। अब बेलुका फर्किँदाखेरि हेरौँ कति हुन्छ होइन। अहिले त 1 बजिरहेको छ, 1 त के भन्ने 12 बज्छ, टाइम कति बज्यो थाहा छैन मलाई, तर त्यसै समथिङ बजिरहेको छ। अब टक्क लगाएर जानुपर्ने हुन्छ। यो चाहिँ छ हाम्रो हाइवेको भ्यू है त, हाइवे हो यो गाइस। मैले अलमोस्ट आधी बाटो कटाएर आइसकेँ। अनि यहाँ चाहिँ यतातिर चाहिँ एउटा मेरिडियन लेक हो कि समथिङ लेक छ, त्यहाँ एक दिन जाम्ला मिलाएर
म घरबाट अलिक चाँडै निस्किन्छ अनि जाम्न त्यहाँ त एकदिन यहाँ एउटा लेक छ कि यता कता हो एकदम राम्रो छ अनि त्यहाँ त पौडी नै खेल्छ भने सुनेको थिएँ स्विमिङ नै गर्छ मान्छेहरूले भन्ने सुनेको थिएँ हेरौँ अब म नि अब यसो के गऱ्यो भने गयो भने देखाउँला गाइस के गर्नु अरू त अरू खासै देखाउन सकिनँ मैले यो चेस्टले चाहिँ अलिक चित्त बुझा राम्रो त राम्रो छ कि तर स्टिल मलाई अलिकति चित्त बुझा छैन त्यो टाउकोमा भयो भने चाहिँ अब जता हेऱ्यो यतै हेऱ्यो भने यतै देखिन्छ यता हेऱ्यो भने यतै देखिन्छ नि त त्यही भएर केही कन्टेन्ट भिडियो भने भिडियो बनाउँछु नत्र सिधै बेलुका फर्किने बेला बनाउँछु गाइस त्यही हो सिधै बेलुका अब सो गाइस हामी त्यही टक्लाएर यहाँ छौँ अगाडि होइन अब चाहिँ हामी टक्लाएर घर फर्किन पर्ने हुन्छ राति भइसक्यो त मेरो यहाँ सेटअप भइसक्यो अब मेरो यहाँ हेलमेट छ मेरो यहाँ अब म हेलमेट लाउँछु अनि टक्क लगाएर रेडी भएर निस्किन पर्ने हुन्छ गाइस म हेलमेट लाउँछु अब है त सो मैले त हेलमेट लगाइसकेँ हेलमेट लगाएको औडा देखिरह होला अब म मोबाइल यहाँ अब चेस्टमा फिट गर्छु अनि त्यसपछि म मेरो राइडिङवाला मेरो भ्लग सुरु है त गाइस सो गाइस हाम्रो छ यहाँ टक्क लागेर आज बिहान त के भने दिउँसो कति 2 बजीतिर आइएको थियो अब अगाडिको मेन रोडको बाटो होइन अहिले नि हामी अब मेन रोडकै बाटो जान पर्ने हुन्छ गो ड्युड अब हामी जाँदैछौँ होइन यो चाहिँ म अहिले फुटपाथमा हिँडिरहेको छु दिस रोड डोन्ट ह्याभ एनी साइकल लेन सो द्याट्स वाइ आइ एम राइडिङ माई साइकल इन अ फुटपाथ सो द्याट्स इट अब म जाँदैछु घरतिर टक्क लागेर गाइस अलि आज सायद मैले भ्लगमा अलि हात धेरै नै छोडेर चलाइरहेको छु होला सायद गाडी रोकिरहेको रहेछ चल्दिहाल्छु मौका पाएको बेला चल्दिहाल भाइ अनि त्यसपछि आज अलि हात छोडेर धेरै चलाएको देखिरहनु भयो होला किनकि लाइक आइ एम कन्फिडेन्ट विथ दिस थिङ्स अनि म चाहिँ अहिले एकदम सेफ ठाउँमा छु क्या यहाँ चाहिँ पछाडिबाट गाडी आउला भनिन्छ छैन अगाडिबाट गाडी आउँछ आएर हान्ला भनिन्छ होइन फुटपाथ हो फुटपाथमा गाडी आउँदैन त्यही भएर चाहिँ म एकदम चिल पारामा हात छोडेर पनि चलाउँदै हिँडिरहेको छु अनि अब ध्यान त दिन परिहाल्छ होइन त्यही पनि आई हेभ अ लट अफ कन्ट्रोल अन माई बाइक आई क्यान राइड माई बाइक विथ माई ह्यान्ड्स द्याट्स इट व्हाट क्यान आई से एनिथिङ आई क्यान से एनिथिङ लेट्स गो गाइज मैले फ्ल्यास लाइट बालिरहेको छु अनि त्यही हो टक्क लागेर फ्ल्यास लाइट बोलिरहेको छ यसरी चेक गरेको क्या मैले अब अलि लाइक यहाँ अलि अगाडि एकदम डेन्सिटी आएछ नि त त्यही भएर मैले फ्ल्यास लाइट बोलाएँ कि बोलाएन भनेर हेर्न सक्दिनँ अनि मैले फ्ल्यास लाइट बाल्नुको मेन रिजन के पनि हो भन्दाखेरि अगाडिबाट त फ्ल्यास लाइट मान्छेहरूले देख्छ अनि रोक्छ पछाडिबाट चाहिँ मेरो के छ भन्दाखेरि लाइट बोल्छ क्या लाइट छ पछाडिबाट गाडी आयो भने लाइट बोलेपछि थाहा पाउँछ मान्छेहरूले होइन अनि अगाडिबाट चाहिँ फ्ल्यास लाइटले अनि ल यसले बाइक चलाइरहेको रहेछ भनेर अनि थाहा पाउँछ नि त सो द्याट्स वाइ मैले फ्ल्यास लाइट बालेर भ्लग बनाइरहेको छु अहिले इट्स नट म्यान्डेटरी टु यु लाइक टर्न अन फ्ल्यास लाइट वाइल भ्लगिङ होइन त्यही त हो रातिको बेलामा आई डोन्ट वान्ट टु टेक एनी रिस्क सो द्याट्स वाइ त्यही हो अब भ्लग कस्तो आएको छैन आई डोन्ट नो होइन आई विल ट्राई माई बेस्ट टु सो यु गाइज के मैले के देखेँ राइड गर्दाखेरि भनेर इभन दो माई मोबाइल इज इन माई चेस्ट सो आई क्यान लाइक मेरो टाउको यता मैले टाउकोले यता हेरेँ पनि उता हेरेँ पनि हजुरहरूले देख्ने भनेको अगाडि नै हो अनि त्यही भएर चाहिँ अब यो अब आजको भ्लग हेर्नु कस्तो भएको छ आजको भ्लग हेरेपछि अब म सकेसम्म भ्लगहरू चाहिँ राम्रै हाल्ने ट्राई गर्छु सकेसम्म राम्रै हाल्ने ट्राई गर्छु म चाहिँ अब आजको लागि यहीले म्यानेज गरिदिनुहोस् भोलिबाट होइन नेक्स्ट भ्लगबाट चाहिँ म आई विल ट्राई माई बेस्ट टु सो माई बेस्ट भर्जन अन भ्लगिङ पहिलाको जस्तो राम्रो भ्लगिङ हाल्ने ट्राई गर्छु मैले अब चाहिँ होइन इफ यु गाइज कमेन्ट गर्नु होला एकदम राम्रो भ्लगको लागि चाहिँ अनि किनकि अब हजुरले कमेन्ट गर्नुभयो भने मलाई पनि एउटा अलि साहस मिल्छ नि त ल यार मान्छेहरूले कमेन्ट गरेका छन् मैले भिडियो बनाउन पर्छ भनेर त्यही भएर चाहिँ अगाडिबाट पुरै गाडी आइरहेको छ अनि त्यही हो म चाहिँ फुटपाथमा साइकल चलाइरहेको छु किनकि मलाई डर छैन गइसक्यो पनि होइन तर मैले चाहिँ खटाएर साइकल चलाएको मैले $50 किने के खाना हो यो भाडा हो $50 किनेको भाडा हो यो मैले $50 कम त हो नेपालको 7,000 आमा नेपालमा पहिला गियर साइकल चलाउन मन लाग्यो बेला घरमा मम्मी बाबा
साइकल किन्दैन भन्दाखेरि अनि तैँले बिगार्छस्, तँलाई चलाउनु दिन्न म, दाइलाई किनिदिएको साइकल नि तैँले चलाएर तैँले बिगारेको, तँलाई त किन्दिन्न भने घरमा के गर्ने त अब। ठिकै छ, अमेरिका गएर साइकल चलाउँछु भने अमेरिकामा आएर $50 साइकल किनिदिए लज्जा भनेर रहर त पुरा भयो। एउटा गाडी छ नि त त्यस्तै हो, छैन साइकल चलाएरै जिन्दगी बिताउने। अब त्यही हो, मस्त यहाँ रेड लाइट बोलिरहेको रहेछ, म त यहाँ रेड लाइट बोलिरहेको रहेछ, म त मौका छोपेर अब सट्ट लैजानु पर्ने हुन्छ। त साइकल चला भनेर भगवान्ले मलाई साइकलमा झारिदिए। एटलिस्ट अब बिहान बेलुका बाध्यताले साइकल चलाउन पऱ्यो नि, हेल्थको लागि त राम्रो भयो नि त मेरो एटलिस्ट, हो कि होइन। त्यही भएर त्यही भिडियो भइरहेको रहेछ धन्न, म त सेट भइदिएर एटलिस्ट हेल्थ त राम्रो हुने भयो नि त मेरो साइकल चलाएर। मेरो खुट्टाको एक्सर्साइज बन्ने भयो, मेरो स्ट्यामिना बन्ने भयो। जियोस् मलाई होइन, लाइक आइ एम ह्याप्पी के, म खुसी छु क्या मैले यति साइकल मतलब यति चलाएर यति अगाडिसम्म गएको छु होइन। मलाई थकेला छैन क्या त्यस्तो साइकल चलाएर। लाइक मेरो आवाज सुने होला, यो त थकेला र फ्याक भइसक्यो, आवाजमा नि पुरै सास फुल्लिएर आवाज आएको छ जस्तो हजुर लागेको होला होइन, बट इट्स नट लाइक द्याट क्या। अनि लाइक आइ एम एक्चुअली फाइन। म त स्टिल 1 आवरसम्म लाइक स्टिल 1 आवरसम्म साइकल चला भने नि म चलाइदिने मान्छे हो क्या, त्यस्तो छु क्या म। मलाई सँगै हिँड्ने मान्छे बोल्ने मान्छे हुनपर्छ। म यहाँबाट नेपाल चाहिँ अब त्यही हो, भिडियो अलि भयो, म धेरै नै मात्तिर चलाएँ, के गर्नु त अब। एकदम आनन्दले चलाउँछु, धेरै मात्तिन्न म, धेरै मात्तिने खालको मान्छे होइन नि म एकदम सोझो भएर चलाउने अनि त्यस्ता खालको मान्छे हो नि म कहाँ मात्तिन्छु। सो गाइज म चाहिँ अलमोस्ट अलि धेरै टाढा आइसकेँ, बोल्दा अघि नै लाइक एक्साइटमेन्टमा बोलिरहेको थिएँ अनि मेरो खुट्टा चिप्लेर धन्ने म लडिनँ, त्यसको लागि आइएम सो सरी गाइज। धेरै ठुलो कुरा गरेँ मैले। यो छ हाम्रो चेस ब्याङ्क होइन, यहाँ छ चेस ब्याङ्क। अनि अब टक्क लागेर अब म दिउँसो अब यहाँबाट राइट लिन पर्छ भनेर राइट लिएको थिएँ, यता आएको थिएँ, अब म चाहिँ यहाँबाट लेफ्ट लिन पर्छ किनकि म फर्किँदैछु नि त। के कुरा गरेँ होला मैले, हो त्यही गाइज। म त एकदम धन्दै गाइस, म चाहिँ अहिले जाँदैछु घरमा होइन। म एक्कासी किन आत्तिएँ त्यसरी भन्दाखेरि चाहिँ मैले गर्दै थिएँ क्या, मेरो त्यो पछाडि मैले ब्याग यसरी खोलेर अनि लाइक पुरै ब्याग मेरो खोलिसकेको थियो अनि मेरो हातमा कन्ट्रोल थिएन क्या, त्यो म यसरी हात्तिएर अनि झ्याप्प समातेर कार पछाडिबाट गएको क्या। म यहाँ चाहिँ ओह्रालो छ होइन, म चाहिँ यो ओह्रालोमा चाहिँ होइन, म रोडकै बाटो हिँड्न प्रिफर गर्छु क्या, फुटपाथ भन्दा नि मलाई रोडकै बाटो मनपर्छ क्या। अब यहाँबाट सरेर जाने हो नि त यसरी। वाउ, यो चाहिँ साइकल लेन हो क्या, यहाँ हेर्न सक्नुहुन्छ यार, यो चाहिँ साइकल लेन हो, अगाडिबाट गाडी आइरहेको छ पब्लिक भेहिकल्स। अनि म चाहिँ यहाँबाट सरेर हिँडिरहेको छु, सरेर अलाएर। यो चाहिँ साइकल लेन हो, त्यहाँ केही हुन्न क्या, यहाँ चाहिँ मस्त बाटोमा। छिटो उकालो आयो, फेरि उकालो आयो, जति ओह्रालो आयो त्यति त उकालो आउनु नै होइन। सो गाइस, मेरो अनुहार हेर्नु अब पसिना देखाएको छैन होला, तर पसिना एकदम आएको छ, बिस्तारै जलाइन आउँछ मेरो पनि, अनुहारमा पसिना आएको छ नि त, त्यही भएर म चाहिँ अलि एकदम यस्तो पुरै पसिना च्याप भयो होइन। त्यहाँ हुडी मैले यहाँ फुकालेर यहाँ राखिसकेँ, मेरो यहाँ ब्याग छ, म चाहिँ एकछिन पसिना सुकाएर अनि जान पर्ने हुन्छ अब टक्क लागेर है, त्यही हो।
Guys. देखो घर आउँदा सबै सुतिसक्यो भने टाइमिङ क्या म बिहान आउँदाखेरि भाइहरू स्कुल गइसकेको हुन्छ दाइ काममा निस्कनमा हुन्छ अनि दिदी चाहिँ राति नाइट ड्युटी गरेर आएर सुत्नु गइसकेको हुन्छ अनि म 1 बजे हिँडेर निस्किन्छु राति 9 बजे फर्किन्छु नर्मल्ली अनि टाइमै मिल्दैन अनि बाइक राइडिङ यस्तो खतरा भइरहेको मेरो बाइक राइडिङ यस्तो भइरहेछ जिन्दगी यस्तो छ अमेरिका चाहिँ ल जति हेर्नु हेर्नुको ब्लग आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाइक राइडिङ कस्तो भयो भएन कमेन्ट गर्नु होला अनि केही कमेन्ट छ भने लाइक केही क्वेसन छ भने कमेन्ट गर्नु आई ट्राई टु रिप्लाई अन द्याट अनि त्यही हो कन्टेन्ट चाहियो क्या मलाई जस्ट आई जस्ट निड द कन्टेन्ट सो त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ सी यू गाइज बाई सी यू इन द नेक्स्ट ब्लग बाइक राइडिङ अझै इन्ट्रेस्टिङवाला बाइक राइडिङ चाहिन्छ भने कमेन्ट गर्नुहोस् होइन युएसएको म बनाउँछु सी यू